मधेसीहरूको पहिचान सम्मान प्रतिनिधित्व सत्तामा पूर्ण समानुपातिक सहभागिता जबसम्म हुँदैन र तपाईहरु आफ्नै स्वार्थ प्रदेश स्वशासनयुक्त प्रदेश जबसम्म प्राप्त हुँदैन तपाईहरु आफ्नो आन्दोलनमा अगाडि बढ्नुहोस् हामी तपाईहरुको साथमा छौं। मधेस आन्दोलन प्रधानमन्त्रीले आज पनि भन्नुभयो के मागो मलाई माग थाहै छैन भन्नु यो भन्दा ठूलो लज्जा कुरा के हुन्छ। मलाई थाहा छ तपाईहरु माग के भन्ने कुरो किनकि म राजनीतिक संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापति थिए। त्यहाँ मधेसका थुप्रै साथीहरूलाई यहाँका विभिन्न पार्टी नागरिक समाज उद्यमी व्यवसायी बुद्धिजीवी उहाँलाई मैले पटक पटक बोलाएर उहाँका माग मैले त्यहाँ लिएको छु र म आफैले त्यहाँ समितिमा प्रस्तुत गरेको छु। त्यसैले तपाईहरुको माग मलाई थाहा छ। तपाईहरुको एउटा माग आफ्नो जुन प्रदेश छ मधेस प्रदेश छ हिजो संविधान सभामा जे सहमति भएको थियो हिजो संविधान सभाको समिति र राज्य पुनर्संरचना आयोगले जे सहमति गरेको थियो हिजो मधेस आन्दोलनको बेला जे सम्झौता भएको थियो त्यही अनुरूप मधेसमा स्वायत्त प्रदेश बन्नुपर्छ भन्ने तपाईहरुको मुख्य माग हो। र यो खास गरी भन्न पाइन्छ मधेस आन्दोलनको बेलामा जे सम्झौता भएका थिए र पछि संविधान सभाको पहिलो राज्य पुनर्संरचना समिति र अन्तरिम संविधानको धारा 138 अनुरूप बनेको आयोगले जुन प्रतिवेदन दिएको थियो हो त्यही अनुसारको प्रदेश बन्नुपर्छ भन्नु कुन ठुलो कुरा हो कुन अर्को कुरा हो भन्नु त्यो खास गरी भन्न पाइन्छ। तपाई आँखा चिम्लेर बस्नुहुन्छ भने अनि यो दिउँसै रात पर्यो भन्न पाइन्छ। तपाई आफ्नो अज्ञानतालाई आफ्नो मूर्खतालाई भागछोप गरेर जनतालाई ठग्न पाइन्छ। त्यसैले सबभन्दा ठुलो माग मधेसको चाहिँ यही हो। त्यो पुरा हुनु पर्यो। त्यो पुरा किन हुन सक्दैन यहाँ भन्ने गरिन्छ मैले सुनेको छु ठुला मिडिया भन्ने साथीले काठमाडौँबाट बृहत् एउटा अन्तर्क्रिया आयोजना गरेको थिए। त्यहाँ चाहिँ स्वयं बुद्धिजीवी वरिष्ठ नागरिकहरू आएर यो पक्षमा तपाईहरुको पक्षमा उहाँहरूले बोल्नुभयो। आज मात्रै पनि हामीले 47 जना वरिष्ठ नागरिकहरू दमननाथ ढुङ्गाना पदव्रत तुलाधर विद्याधर मल्लिक खगेन्द्र सौरोला डाक्टर सुन्दरमणि दीक्षित लगायतका डाक्टर प्रमोद मिश्र लगायतका मानिसहरूले चाहिँ मिलेर आज हामीले त्यहाँ प्रधानमन्त्री एउटा ज्ञापन पत्र दिएर आएका छौँ। छिटो तपाईले यो समस्या हल गर्नुहोस् भनेर हामीले भनेका छौँ। यदि हल भएन भने हामी पनि ती वरिष्ठ नागरिकहरूसँगै जुन नयाँ शक्ति निर्माण अभियानमा लागेका साथीहरू हुनुहुन्छ विभिन्न ढङ्गले लाग्नु भएको छ उहाँहरू त आन्दोलनमा जोडिनुहुन्छ यहाँ पनि जोडिनुहुन्छ पहाडमा पनि जोडिनुहुन्छ भने अरू पहाडी मुलका जो वरिष्ठ नागरिक हो उहाँहरू पनि काठमाडौँमा पनि हामीले चाहिँ तपाईहरुको समर्थनमा हामीले आवाज निकाल्छौँ। त्यहाँ हामीले जुलुस गर्नुपर्छ कि धरना गर्नुपर्छ कि हडताल भोक हडताल गर्नुपर्छ के गर्नुपर्छ हामी त्यो गर्न हामी तयार छौँ। त्यसैले दिल्लीको राजमार्ग क्षेत्रमा जुन हाम्रो मिश्रित बस्ती छ पहाडी र मधेसीहरूको जुन मिश्रित जुन बस्ती छ त्यहाँ बस्ने पहाडीहरू पनि तपाईहरुको आन्दोलनको पक्षमा छन्। त्यसैले यो राजमार्ग क्षेत्रमा पनि त्यहाँका पहाडी र मधेसीहरूले संयुक्त रूपमा आन्दोलन गर्नुपर्छ। त्यसको निम्ति पनि हामी अगाडि बढ्नेछौँ। त्यो विश्वास पनि म तपाईहरुलाई दिलाउन चाहन्छु र नयाँ शक्ति निर्माण अभियानका साथीहरूले त्यसको चाहिँ अगुवाई गर्नुहुनेछ। त्यसैले तपाईहरु हामी जुनसुकै ठाउँमा भए पनि मिलेर संयुक्त ढङ्गले अगाडि बढ्यौँ भने हाम्रो जित अवश्य हुन्छ। यो विश्वास म तपाईहरुलाई दिलाउन चाहन्छु। अब यही समय हो सकल है हम सब अपनो राजीनामा दलका मैंने बात लिया हमने कदम रही तो मैंने 3-4 दिन पहले हम सब 2 चरण में एक चरण में काठमांडू स्थित मैंने बुद्धिजीवी नागरिक समाज सब क्षेत्र जो नेपाली भाषी या काठमांडू में रहवाला देश के तराईवासी प्रसिद्ध बुद्धिजीवी सब उनका सबके भेला करके उनका सबके राय विचार हम सब ले लो। तेकर बाद मैंने प्राप्त मैंने हम सब एकीकृत माओवादी में संलग्न केंद्रीय तह के 45 आदमी तो ये मायने की बात आर्थिक रूप में छिन्न भिन्न हो गए तो ये बैकअप लेकर जा सके देश में एक समुदाय के लोग दूसरे समुदाय के बीच में एक मंत्री परिषद ये कस्तो एउटा खिचडी सरकार हो राजावादी पर तो ये मायने की बात आर्थिक रूप में छिन्न भिन्न हो गए तो ये बैकअप लेकर जा सके देश में एक समुदाय के लोग दूसरे समुदाय के बीच में